So hello guys, welcome to my YouTube channel. चट्ट पारामा है कहाँ जान लाग्यो रे बस्नपुर हामी चाहिँ अहिले बस्नपुर जान लाग्यो गाइस बसमा I am going to बन्दीपुर बोल्नु चिनी म त यहाँ my village बसन्त my village in the बसन्तपुर लजार कहाँ गयो गाइस घुम देख्नु के बात है म त चट्ट पारामा त मान्छे सररा बन्दीपुर जाने बन्दीपुर ल नाच बन्दीपुर जान भन्न बन्दीपुर जाउला सँगै गाइस चट्ट पारामा सो हेलो गाइस यिनीहरू चाहिँ खाइपरेहरू हो के खाइपरे सब मान्छे चट्ट पारामी म चाहिँ बिहा गर्न जान लागिरहेको कोटमाडी ल ढोका डाइ काट्नु ढोका ल आशीर्वाद होस् तँलाई पनि ढोका त ढोका गर्नुहुन्न यो लिँदा यस्तो छ ढोकन धन्दा बिर्से ढोकन दिएको यसलाई फाइनल्ली गाइस बसाइसकेको छ है चट्ट पारामा बसाइसकेको लास्ट टाइम नि दिएको है लास्टमा त होइन अगाडि बस्नुपर्छ है सिरियल खाएर जाने बिहा चाहिँ ल गाइस बसाइसकेको छ है चट्ट पारामा भैरुवा नारायण घाट पोखरा रे बसेको छ है गाइस बसाइसकेको छ है चट्ट पारामा लाउँ के माजा माउँ के त्यो लास्ट टाइम त अगाडि सिधै ल ल बसमा चढाउनु गाइसहरू ल ओए हामी त उभिएर बस्ने कि जे गरे उभिएर बस्ने कि जे गरे उभिएर सिजन जाने अन्ले नमस्ते जानुहुनेछ भएन भएन ल गाइस सबजना बसमा चढिसकेको छ है चट्ट पारामा हेलो भाइ आइज भाइ म झ्यालमा बस्दै नरायणी पनि देखिँदो रहेछ हेलो नारायण घाट हेर्नु है गाइजहरू आइपुग्यो आज नारायण घाट देख्नु भएको छैन भने हेर्नु है प्रत्यक्ष भिडियो फाइनली सक्यो है नारायण घाट पनि आज ठाउँको नाम नजानेर बेइज्जत पाक्ले आज है बन्दीपुर जाउँला सँगै बसौँला नारायणी बस पार्क क्यामेराले सेल्फी होटलहरू देख्न सक्नुहुन्छ रोजी जम्मा 100 रुपियाँमा हेलो गण्डकी है गाइज गण्डकी ए होइन यार हो यार हो नाम थाहा छैन पछि थाहा हुन्छ है क्या गाइज हेर्नु पुल त्रिशुली सरी गण्डकी होइन चिन्ता
दुईटा नडी मिलेर बनेको टिरसुली बोल गाइस यो चाहिँ पहाडै गाइस तर कुन पहाड हो थाहै छैन काली पहाड फाइनली गाइज बन्दीपुर आइपुग्यो है चट्ट पारामा बन्दीपुरे जाँला बन्दीपुर जिरा छ जिरा खासियतमा सालियो सबैजना गाडीबाट झर्दैछ है गाइड्सहरू दुईजना हिरोहरू चाहिँ यता गाइड्सहरू जस्तै जस्तै भनौँ न भलक जस्तै जस्तै भनौँ न ल चट्ट पारामा तलतिर तलतिर ओह्रालो जस्तो हिँडेछु कता हो बन्दीपुर जाउँला सँगै सँगै बसौँला सेल्फी म भन् न आइम हेरिङ बन्दीपुर म त आर्मी चट्ट पारामा ए भाइ यो देखा न देखायो कि हेर हेर हामीले मोबाइलमा देखेको त्यो नि कुन यो दिपक मोबाइल डाँदैछ हाल्थे कुन डाँडा कालमा बना दिन्न के म चाहिँ तल हुन्छ मैले देखाएको त्यो बाटो मोबाइल देखेको देखेको न बन्दीपुर आइसकेको छ है गाइजहरू मान्छेको भिड निकै बढिरहेको छ है चट्ट पारामा जात माथि दिन्छ बन्दीपुर बन्दीपुर ध्यान करे बन्दीपुर जाउँला चट्ट पारामा ओ माई गॉड है गाइजहरू चट्ट पारामा यो घरमा त के रुख रोपेर म त अरूको पछि पछि आएछु यार टिकटक हुन्छ ल है गाइज चट्ट पारामा सर्ट भइरहेको छ फोटोसुट त्यहाँ फोटो खिचिरहेको छ चिरनको डान्स हाम्रो टिम कता गयो के आउँदैछ पछाडि ओल्डी चट्ट पारामा बन्दीपुरैमा बन्दीपुर गाउँपालिका महालक्ष्मीमा फोटो खिचाइदिनु न फोटो खिचौँ भने त खिच्छ भयो पैसा लाग्छ होला नि 20 रुपियाँ ल हेलो गाइज बन्दीपुर पारामा त कता कता हो राम्रे नागो चाहिँ ओहो झ्याप्की झ्याप्की दुनियाँ खानु त खानु त खाने चट्ट पारामा है झाडा जाने बन्दी लो गाइज फाइनल्ली
ए फोटो खिच्नु हो फोटो खिच्नु फोटो खिच्ने ग्रुपहरू त्यहाँ यसो माथिबाट झरी मान्छेहरूलाई बाटो दिनुहोस् न हो ग्रुप फोटो भन्दै बाटो नदिने हुन्छ फाइनल्ली गाइज अब हामी फर्किन लागेको थियो आफ्नो चामचाम छिन नाच्नु जागिरहने फेरि नास्ता खान मन लाग्छ गाइज पुरानो गाउँमा किन दिए त चट्ट पारामा बन्दीपुर तर्नु हाले बन्दीपुर जाउँला सँगै रमाउला क्यामेराले आइफोनले फोटो खिचौँला दुईको पारामा मस्त सस्ता खानाहरू भोक लाग्यो भात दिन्छ त्यहाँमा दाइ मसँग गाइजहरू हामी चाहिँ होटलमा पसिसकेको छ है नास्ता खानलाई है गाइज कता हामी चाहिँ नास्ता खान हिँडेको है भोक लागिरहेको छ फाइनल्ली गाइज खाना खान लाग्यो है हामी चाहिँ छतमा त्यो अर्को त्यो चलाउँछौँ भनेर खाइसकेको छ फेरि एकजनालाई खाना आइसकेको छ है चट्ट पारामा ए बाटो मलाई त पुग्दैन 5 पाली ठाउँ पर्छ मलाई नि 10 पाली ठाउँ पर्छ है गाइस ल 10 पाली तँलाई कति पाली हो 10 पाली लाजास मलाई 5 पाली दुईजना 10 चोटि मलाई 5 चोटि ल अनि यति भाले त मेरो त झन् भोक लाग्छ यति खायो भने है गाइस स्विच बक्स सुरु गऱ्यो गाउँले पारामा खानु कहाँ बाजु चप्रा पाइन्छ जो थप्दा चाहिँ पहिला भन्दा धेरै दिन थियो पछि थप्दा चाहिँ अब 9 पाली राखेँ अब मेरो 4 पाली यिनीहरूको 9 पाली मेरो 4 पाली अब आज भोलि भाजीको साग दिन्छ एकदमै त्यो भाजीको साग खान मन लाग्छ भर्खर त 4 चोटि भएको छ फाइनली गाइस खाना खाएर हिँडिसकेको छ है हामी चाहिँ मस्त पारामा ल है साथी अब चाहिँ हामी चाहिँ चट्ट लाएर हिँडेको अब चिकन तका ल फेरि वान्स मोर ल ओ ल भाइरल हुने भयो अब ल गाइजहरू हामी एन पार जाँदैछ ल ल ल ल खै टिकट काट्दै 50 रुपियाँ टिकट ल ल ल है ल हामी एन पार गाइजहरू ल है गाइज ल चट हाले ओ के हो क्या हो एक्सक्युज मी त्यो हात्ती माथि चढ्नु जानु पर्यो यस्तै हो र बनाएको होला नि चट्ट लाएर है गाइजहरू यता पनि आइछ ओ माई गड एन पहाड वेलकम टु लामो झरना गाइजहरू
कति उकालो हो कि कति उकालो हो फाइनल्ली गाइस हामी झर्ना नजिकै आइपुगिसकेको छ है कता लाएर हेर्न सक्नुहुन्छ झर्ना हेलो गाइस देख्न सक्नुहुन्छ है फाइनली झर्ना लामो झर्ना रे ओ माई गड गाइस अब हामी घरतिर लागेको चट्ट पाएर लामो झर्नाबाट हिँडिसकेको छ अब कम्तीमा नि हिँड्नुपर्छ 40-45 500 मिटर जति तल जानुपर्ने छ है अझै हामी बाटोबाट चट्ट लाएर